ओ माई गॉड, 7 प्रदेश, 77 जिल्ला, 460 गाउँपालिका, 276 नगरपालिका, 11 उपनगरपालिका र 6 महानगरपालिका छ यो देशमा। तर अहिले कुरा आएर अड्केको छ त्यही हाम्रो झापा जिल्लाको दमक नगरपालिका क्षेत्र नम्बर 5। किन धेरै चर्चित छ त यो गाउँपालिका, यो क्षेत्र नम्बर 5? किनभने हाम्रो बकमखोसे गफाडी श्री माननीय केपी शर्मा ओलीको क्षेत्र हो, उहाँको गढ हो यो। उहाँ विगत वर्षौंदेखि यही क्षेत्रमा चुनाव लड्नुहुन्थ्यो र यही क्षेत्रबाट कहिले जित्दै हार्दै यताउति 5, 6, 7 यसै गर्दै आजसम्म आफ्नो कुर्सी र पावरमा बस्नु भएको। अहिले आएर नवयुवक श्री बालेन्द्र शाह बालेन पनि केपी बाको क्षेत्र नम्बर 5 बाट चुनाव लड्नु पर्ने अरे। यो के बालेनलाई रासपाले बलिको बोका बनाएको हो कि केपी को यो गढलाई ध्वस्त पार्ने? हुन त विगतका वर्षहरूमा केपीले क्षेत्र नम्बर 5 मा दमक नगरपालिकामा धेरै विकास गर्नुभएको छ। विकास उपरतिर एउटा ठुलो भ्यू टावर पनि बनाउनु भएको छ, जसको अहिलेसम्म नेपाल सरकारले वा नेपाली जनताले 1 रुपैयाँ बराबर फाइदा लिन सक्नु भएको छैन। त्यसमा अब नेपाली जनता दमकवासी क्षेत्र नम्बर 5 का भोटर्सहरूले अब के गर्नेछन्? के साँच्चै बालेन्द्र शाह क्षेत्र नम्बर 5 केपी बासँगै लड्ने हो त, कि बालेनलाई बलिको बोका बनाएको? न्युजमा अहिले जताततै हाम्रो झापा क्षेत्र नम्बर 5 साह्रै भाइरल छ। अब हेर्दै जाउँ के हुन्छ। अब धेरै उत्सुकता छ, अब हेर्दै जाउँ। केपीले विकास त गर्न गरेकै हो, बाटोघाटो बनाएका थिए, तर अब गाह्रै छ। अब सोच्नुपर्ने बेला आइसक्यो। यो टेक्नोलोजीको युग हो। यहाँ टेक्नोलोजी मान्छे मात्रै देश विकासको निम्ति केही गर्न सक्छ। आम मान्छे, आम 6-7 कक्षा पढेर, 8 कक्षा पढेर हावाको भरमा है अब भाषण गर्ने दिन गयो। पार्टी जुनसुकै होस्, अब नेपाली जनताहरूले एउटा फ्रेस म्यान्डेट भएको, विकासको मोडलिटी भएको, आधुनिक युगसँग चल्ने खालको व्यक्ति हामीलाई नेतृत्वमा चाहिन्छ। अब हामी सबै नेपाली जनता मिलेर एकजुट भएर कुनै एउटा फ्रेस म्यान्डेट भएको व्यक्तिलाई, युवालाई सबैले मिलेर जिताउनु पर्छ, ताकि हाम्रो देशको केही सुधार होस्। दलदलमा फसेको देश, दुई ठुला अजिङ्गरहरू बीचमा हाम्रो रहेको देशलाई आत्मनिर्भर गर्न सकोस्। आज हाम्रा देशका नेताहरू दिल्ली धाइरहेछन्। यो पाराले देश विकास हुन्छ? अरूको नक्सा कदममा चलेर अरूले यसो गर त्यसो गर भन्दै गरेमा त्यो देशको कहिले विकास हुन्छ त? त्यो देश स्वाधीनता कहिले हुन्छ? हामी स्वाधीनता छौँ तर पूर्ण रूपमा छैनौँ। किन छैनौँ त? हामी आर्थिक रूपले मजबुत छैनौँ। हाम्रो पोलिटिकल लिडरहरूमा एकजुटता छैन। जहाँ देश आउँछ सबै एकजुट हुनुपर्छ। अब हेर्दै जाउँ। अब बालेनले बाजी मार्ला कि म भन्दिनँ कसलाई भोट दिनुहुन्छ, किनभने सबैको आफ्नो आफ्नो इच्छा, आफ्नो आफ्नो सबैले भोट हाल्ने स्वाधीनता छ। सबै आफ्नो खुसीले भोट हाल्नुपर्छ।
हामी यस्तो व्यक्ति चुनौँ नेपालको भावी प्रधानमन्त्रीको नाममा। त्यसले देश हावाताली गफमा होइन काम गरेर देखाओस्, रोजगारी दियोस्, शिक्षाको उन्नति होस्, हाम्रो नेपालमा त्यो बन्द भएका कल कारखानाहरू फेरि पूर्ण रूपले चालू होस्। एउटा वैकल्पिक स्रोत साधन चाहिएको छ हाम्रो देशमा, जुन अहिलेको त्यो पुरानो परम्परावादीहरूले, पुरानो त्यो बुढापाकाहरूले त्यो सोच्न सकिरहेको छैन। हामीलाई अब नयाँ नेतृत्व चाहिन्छ, नयाँ युवा चाहिन्छ, जसले देश विकास द्रुत गतिमा गर्न सकोस्। हस्त। जय नेपाल।